गुरु माता पिता गुरु बंधु सखा तेरे चरणों में स्वामी मेरी कोटि प्रणाम। आज गुरु पूर्णिमा विशेष दिन। यो विशेष दिनमा मेरा घरभित्रै रहेका परम पूज्य मेरा माता पिता मेरा गुरु लगायत मैले शैक्षिक यात्रा प्रारम्भ गरेदेखि अहिलेसम्म निस्वार्थ तरिकाले मलाई अनुशासनमा राख्नुभएका ज्ञानगुण दिनुभएका आदरणीय मेरा सम्पूर्ण गुरुहरूप्रति हार्दिक कृतज्ञताका साथ गुरु पूर्णिमाको विशेष शुभकामना टक्र्याउन चाहन्छु। हुन त हजुरहरूलाई सम्झनालाई आज गुरु पूर्णिमा भनेर विशेष एक दिन छुट्याउनु पर्छ जस्तो लाग्दैन, किनकि हजुरहरूले दिएको त्यो अनुशासन, त्यो ज्ञान गुण, त्यो हिम्मत, त्यो आँट, त्यो सही र गलतको छुट्याउने तरिका यिनै कुराहरूले नै हामीले आफ्नो जीवनलाई अगाडि बढाउन सफल भएका छौँ। यस मानेमा, यस मिनिङमा हजुरहरूलाई हामीले नसम्झने कुरै हुँदैन। म आज जहाँ छु, जुन अवस्थामा छु, सम्पूर्ण मेरै गुरुहरूकै देन हो, उपज हो, किनकि उहाँहरूले मलाई यस्तो अनुशासन दिनुभएको छ, यस्तो ज्ञान गुण दिनुभएको छ, मेरो जिन्दगीमा आउने जस्तो सुकै कठिन परिस्थितिहरूलाई सजिलै सामना गरेर अगाडि बढ्न सक्ने हिम्मत, सामर्थ्य, आँट कहीँ कतै म माथि पनि छ, कारण मेरै गुरुहरूको ज्ञानले गर्दाखेरि। यसको मतलब मैले आफूलाई भयङ्कर सफलतामा चढेको मान्छे, सबै कुरामा पोख्त भएको मान्छे भन्न चाहिँ खोजेको होइन, तर सहज तरिकाले आफ्नो जिन्दगीलाई अगाडि बढाउन सक्ने, जुन निस्वार्थ रूपले मार्ग निर्देशन दिन सक्ने त्यस्तो व्यक्ति भनेको हाम्रो गुरुहरू मात्रै हुनुहुन्छ। सहीलाई सही र गलतलाई गलत भन्न सक्ने भएको छु। मसँग मेरो वरिपरि रहेको वातावरणलाई बुझ्न सक्ने भएको छु। त्यही अनुरूपले आफ्नो लाइफलाई अगाडि बढाउन सक्ने भएको छु। मेरो गुरुहरूले, मेरो मातापिताले मलाई कुन रूपमा हेर्न चाहनु भएको थियो, मलाई कस्तो देख्नु भएको थियो, मैले त्यो कति रूपमा पुरा गर्न सकेँ या सकिनँ, त्यसको लेखाजोखा मैले अहिले नै राखेको छैन, तर प्रयास छ, प्रयत्न छ कि जिन्दगीलाई ठिक दर्शनमा राखेर सत्मार्ग र सद्बुद्धिका सहित अगाडि बढाउने प्रयत्न मेरो तर्फबाट जहिले पनि रहिरहनेछ। यो सबै गर्नमा हजुरहरू मेरो गुरुहरूको देन छ, हात छ, हजुरहरूको उत्प्रेरणा रहेको छ। मलाई मन छ मेरो शैक्षिक यात्रा सुरु गरेदेखि अहिलेसम्मको मेरो गुरुहरूसँग सँगै बसेर यसरी गुरु पूर्णिमासँगै मनाउन पाइयोस्, विशेष बनाउन पाइयोस्, तर त्यो पाएको छैन। तर म आश राख्छु मेरो यो सपना एक न एक दिन पुरा हुनेछ। सम्पूर्ण गुरुहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, हजुरको सुस्वस्थताको कामना गर्दछु। फेरि पनि गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण गुरुहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु।